जति भने त्यति साग फ्रीमा हो सबैले जसले खै के भन्छ थाहा भएन गोचा दौरा चाहिँ हेलो गाइस तपाईँलाई स्वागत छ मेरो फेरि मिठो 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 ब्लगमा गाइस आज चाहिँ तपाईँहरूलाई देखाउनु गइरहेको छ हाम्रो यो फिल्ड गाइस हाम्रो ट्रेनिङ गर्ने फिल्ड चाहिँ यही हो अनि गाइस आजदेखि चाहिँ ब्लग स्टार्ट छ होइन मेरो आजदेखि चाहिँ रेगुलर आउनेवाला छ ब्लगहरू अनि आज चाहिँ म चट्ट रनिङ गर्न आएको बिहान बिहान 5 बजे उठ्छु भनेको 6 बजे उठेर चाहिँ निन्द्रै नफुलेर तनाव भएर गाइस अब मेरो चाहिँ होइन ट्रेनिङ पनि सकिसक्यो अब म चाहिँ घरतर्फ लाग्दैन होइन गाइस त्यहाँ हेर्नु न घाम चाहिँ डह्रो लागिसक्यो होइन एकदम खतरा खाले च्वाक खाले घाम लागिसक्यो अब चाहिँ घरतिरतर्फ लाग्दैन म गाइस म चाहिँ घर आइपुगेँ होइन यो चाहिँ मेरो घर हो हेलो मम्मी मम्मी चाहिँ पूजा गरेर भर्खर सकाउनु भयो आफ्नो काम हाम्रो चाहिँ नास्तामा के पाके चाहिँ हेर्नुपर्ने हुन्छ ला नास्तामा त केही बनाएको छैन के बनाउनु भएको छैन के बनाउनु भएको छैन ए अब आफै बनाउनु पर्ने अवस्था भयो खाना खाएर पनि अब चट्ट पाएर अब यो बेराहरू लगाउने काम गर्नु गइरहेको छु म र मम्मीले त्यो बेराहरू लगाउने मम्मी आइज हामी चाहिँ अब यहाँ बेरा लगाउने त्यो बेरा लगायो भने चाहिँ मालबस्तुहरू यस्तो बारीमा छिर्छ नि त्यही हामी चाहिँ अब बेरा लगाउनु जाँदैछु हामीले चाहिँ यो के भन्छ अरे मम्मी यसलाई के भन्छ अरे के को दाउरा भन्छ त हामी चाहिँ खै के भन्छ थाहा भएन यो गोचा दाउरा चाहिँ अब लगाउनु गइरहेको छौँ हामी यहाँ चाहिँ चट्ट पारेर मम्मी लिएर हजुर ल मम्मीलाई पनि थाहा छैन दाउरा नाम त यत्रो जङ्गलमा गयो अहिलेसम्म दाउरा नाम थाहा छैन के भयो झ्यासहरू काट्नु के झ्यास यिनीहरू यो काट्नु ए यो यिनीहरू सबै गाइस हाम्रो चाहिँ यहाँबाट होइन बारीबाट खतरा देख्छ घर होइन टट्टै रोडकै अगाडि छ आलु सागबारी खतरा देख्छ कि हाम्रो चाहिँ टक्क सिधा छ बबाल छ यो गाइस साग खाने भए चाहिँ होइन हाम्रो घरतिर आउँदा हुन्छ सागको चाहिँ कमी छैन जति भने त्यति छ साग फ्रीमा हो सबैले जसले लगायो नि फ्रीमा हो गाइस साग चाहिँ फ्री है फ्री टन्नै छ यहाँ फ्री छ बगानै छ सागको फ्री हो तपाईँले रोप्नु हो मलाई थाहा छ मम्मीले रोप्नु हो के भन्नुपर्ने भनेको मेरो बाउले तपाईँले रोप्यो क्या मैले भनिदिइसकेँ त अनि अझ खुम आफूले मात्रै रोपेछ नि त मम्मीले एक्लै त्यही भएर अझ खुम तैँले रोपेको तेरो बाउले रोपेको भनिरहेको छ तपाईँले रोप्नु भयो क्या थाहा छ हामीलाई थाहा छ भयो यसो म र मम्मी चाहिँ अब बैलास जानु आँटेको बजार बुवाको पैसा पनि पुऱ्याइदिने त्यही अनि माछा साछा यसो हुन्छ नि घरको सपिङहरू हाल्नुपर्छ यताउता थोरै थोरै त्यही त हो नि रासन पानी भन्दा नि त्यो जिरा धनियाँ के लिन जाने हो त्यही हो तरकारी सामानहरू सोरगोरी लाने बजार जस हाम्रो चाहिँ बलास बजार एकदम ठुलो बजार हुन्छ होइन त्यो सबैभन्दा ठुलो बजार भन्दा नि हुन्छ ईश्वरपुरभरि यस ब्याट्री चार्ज नभएकोले चाहिँ मोबाइलको होइन ब्याट्रीले सबैकोले चाहिँ भिडियो बनाउनु पाएन होइन गाइस अनि उसले अँध्यारो पनि भइसक्यो बजार जान्छ नि त अनि पैसा पठाउँदा यताउता गर्दा ओभरटेक हो कि गाइस त्यही अब आज ब्लग यहीँ हुनुहुन्छ यहीँ इन्ड गर्छु म गाइस लाइक सेयर सब्सक्राइब कमेन्ट सबै गर्नु होला है गाइस सी यु अन द नेक्स्ट ब्लग बाई बाई